हेलो एभ्रिवान, आज हामी चाहिँ गर्मी बिदा मनाउन वाटर पार्क जाँदैछौँ। लगभग अब हाम्रो जाने तयारी चाहिँ भइसक्यो। अब एकछिनमा साउ दिन आउँछ, अनि साउसँगै जाने हो। हामी चाहिँ अहिले गाडीमा बसिसक्यौँ पछाडि, अनि हामीले मस्त खानेकुराहरू हाल्यौँ माटमा गएर। अनि मैले चाहिँ त्यसपछि फेरि गाडीबाट बाहिरको भ्यू हेर्दै थिएँ। हामी चाहिँ यता घुम्ने ठाउँ आयौँ। यहाँ चाहिँ पुरै सेल्टरहरू रहेछ। लगभग अब पाक्ने सिजन चाहिँ हुँदैछ स्याउको। यता त हरिया रहेछ, माथितिर चाहिँ स्याउ चाहिँ पाकिसकेका थिए। जस नेपालको जस्तै छ ठाउँ। फाइनली हामीले लुगा चाहिँ चेन्ज गरिसक्यौँ। अब हामी नुहाउनतिर जाने हो। खै दाइ यता आउनु। अब हामी नुहाउनलाई चाहिँ रेडी हुँदैछौँ। ल है, मस्त नुहाउनु पर्छ। ल, हाम्रो चाहिँ यो अब पौडी खेल्ने सामानहरू सबै रेडी गरेर टिप भरेर सक्यो। अब हामीले तल खोलामा चाहिँ पौडी खेल्न जाने हो। अब गाउँको भाइब लिने हो, गाउँको भाइब। यहाँ चाहिँ हामी अब तलतिर झर्दैछौँ खोलामा पौडी खेल्नलाई। अब मस्त नुहाउने हो। यहाँ हाम्रो पछाडि दाइ अनि फोन भाउजू सबै आउँदै हुनुहुन्छ हौ माथिबाट। अनि पछाडिको यहीँ मात्रै नुहाउनु थियो। अनि यहाँ तल त्यस्तो यो घर। अब हामी डुम्मुमा हाड्दैछौँ। हामी चाहिँ खोलामा पौडी खेल्नलाई तयार थियौँ। दाइले चाहिँ खासै पौडी खेल्न जान्दैन। अनि दाइलाई चाहिँ ट्युबमाथि चढाएर पौडी खेलाउँदै थिएँ म। जस दाइले मलाई उता नलगाऊ, गहिरो छ गएको छ भनेर डराउनु भएर मैले दाइलाई यता छालतिर पुर्याइदिएँ। त्यसपछि यसो एक डुबुल्की हानेको भिडियो बनाउनु भने मैले पानीमा डुबुल्की हानिदिएँ। त्यसपछि यता पछाडिको भ्यू लिनु पऱ्यो भनेर मैले मस्त मोबाइलसँग एउटा भिडियो बनाइहालेँ।